के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर, परिश्रमी र स्वाभिमानी नेपाली, तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान, हाम्रो श्रम, सिप सबै थोक खोसिएको त छैन। यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएका छन्। आजको युग विकासको युग हो। आजको युग प्रविधिको युग हो। हामी आफ्नै स्रोत, साधन, आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा आफ्नो युगानुकूल उन्नति चाहन्छन्। त्यसैले सोच्ने बेला आयो। अब कुन, के, कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने, कस्तो प्रणाली, पद्धति र परिपाटी हामीले अँगाल्ने। सोचौं, गहिरिएर सोचौं, अझै दिलैदेखि सोचौं, नेपाली भएर सोचौं। नेपाल आमाको हावापानी, माटो र मुटुलाई छोएर सोचौं। देशभन्दा ठुलो केही हुँदैन। आजको टक्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर, अरूलाई अल्मलाएर र निषेध गरेर, अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य सप्रिँदैन। भोलिको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिउँ। यसैमा हाम्रो कल्याण छ। सबैमा एकपल्ट फेरि हाम्रो धन्यवाद। जय नेपाल।